यस्तो गर्नु भएको छ कि आफूलाई लाइककै सम्झिनु हुँदैछ अहिलेसम्म? सुन्नुहोस्, जब एउटा मान्छेको जीवनमा यस्तो प्रकारको प्रभावमा बढ्दै जाँदा, प्रभु मेरो आँखा पनि कति फोरी रहेछ, विचार पनि कति फोरी रहेछ, म हरेक घरमा हिँड्दाखेरि मैले यहाँ होस् चाहे उता नेपालमा होस् चाहे इन्डियामा होस् कतिको घरमा ब्याकबाइटिङ गर्दै जाँदो रहेछु, सोचमा पनि कति पाप, विचारमा पनि कति पाप हो। मैले मेरो हृदयले धोका दिएर कतिवटा कुराले मलाई धोका दियो। प्रभु म जस्तो फोरी कोही छैन रहेछ। जबसम्म मान्छेले भित्रबाट प्रस्ताव गरेर आँसु बगाएको छैन भने चाहिँ, जीवनकालमा तोडिएर रोको छैन भनेदेखि चाहिँ, प्रभु यस्तो घरमा बसेर के भयो, यो घरदेखि त एक दिन मलाई तानेर बाहिर निकाल्छ, म च्यानमा जानुपर्छ। प्रभु धन सम्पत्तिको पनि धोका रहेछ। धन सम्पत्तिको धोका हो कि होइन? सुन्नुहोस्, कतिले भन्छन् धन सम्पत्ति हुनु अनि रुपियाँ पैसा काफी हुनु चाहिँ प्रभुको आशिष हो भन्छन् कि भन्दैन? भन्नुहोस् त लु। अनि अब म तपाईँलाई सोध्छु, अब तपाईँहरूको मानिलिउँ एउटा गाडी छ अरे, घर छ अरे, अनि तपाईँले भन्नुभयो प्रभुले आशिष दिनुभयो, यो चाहिँ प्रभुको आशिषको लक्षण हो भन्नुभयो अरे। अनि तपाईँ चाहिँ अचानक मुस्लिम कन्ट्रीमा पुग्नुभयो अरे, मुस्लिमको देशमा। अनि मुस्लिमको देशमा त अब कुवेततिर पुग्दा त मुस्लिमहरूको त अब बहुत धनी हुन्छ। अनि मुस्लिम र तपाईँ एकजना क्रिस्चियनको बिचमा वाद विवाद भयो अरे। अनि तपाईँले भन्नुभयो अरे मेरो प्रभु यीशु मसीह महान हो, मेरो प्रभु यीशु मसीहले मलाई हेल्थ दिनुभयो, मेरो प्रभु यीशु मसीहले मलाई गाडी दिनुभयो अमेरिकामा, मेरो प्रभु यीशु मसीहले मलाई घर दिनुभयो भन्नुभयो अरे। तपाईँले के बताएको? यस्तो यस्तो आशिष पाएँ भन्नुभयो। अनि त्यो मुस्लिमले भन्यो अरे, ओहो तिमीहरूको यीशु त लुटेर छ, तिमीहरूको यीशु त्यति मात्रै दिएको, एउटा गाडी अन्त घर अनि हेल्थ त्यति मात्रै हो, तिमीहरूको यीशु त लुटेर छ, मेरो अल्लाह चाहिँ कस्तो बलियो देखाइदिन्छु म भने अरे। त्यहाँ तपाईँको त अनुहार रातो रातो भयो। कसरी भन्दा उसले भने अरे हाम्रो अल्लाहले त घरै पछि पेट्रोल खानी दिएको छ। के दिएको छ भनेपछि त अब तपाईँको त अनुहार रातो भयो। अब हेऱ्यो भने त पोइन्टमा हारे कि हारेन क्रिस्चियन? लु भन्नुहोस् न, अल्लाहले के दियो? हल्ला गरेर पेट्रोल खानी दियो। क्रिस्चियनको त के छ? एउटा कार र एउटा घर, अलिकति जिउ मोटो मात्रै भएको छ। पोइन्टमा हारे कि हारेन? अनि जापानबाट अर्को आयो अरे, क्या दिया यीशु ने भने अरे। जापानिजको त हिन्दी बोल्दैन नि त, क्या दिया भनेर म उदाहरणको लागि, इतना हेल्दी हुआ भने हो तपाईँले चाहिँ हो। जापानिजले भने अरे हम लोग तो 106 साल तक जिता है भन्दै अरे। फेरि उताबाट जापानिजहरू सबैभन्दा लामो बाँच्छ संसारमा, मुस्लिमहरू बाँच्छ, यता पनि हार्यो। अब कुटेर हराउनु भएन त्यति बेला त, हारे कि हारेन? हो। आशिष भनेको चाहिँ क्रिस्चियन भएरै हेल्थ हुन्छ भन्ने पनि छैन। क्रिस्चियन नभई मुस्लिमले पनि घर पाइरहेछ, पेट्रोल खानी पाइरहेछ। अनि बुद्धिस्टहरू पनि संसारमा कति धनी धनी छ, बुद्धिजीवी छ, आकाशमा हवाईजहाज उडाउँछ। अहिले हामीहरूको यहाँ कसैलाई हवाईजहाज उडा भनेर अहिले एक्सिडेन्ट गर्छ गर्दैन? खरम खुरुम मार्छ त। जानेको छ यहाँ कसैले हवाईजहाज उडाउनु? कस्तो कस्तो प्रब्लम नभएको मान्छे हवाईजहाज उडाएर हिँड्छ माथि आकाशमा हो। त्यसले गर्दा यो चाहिँ सबै यसलाई चाहिँ भौतिक भन्छ। भन्नुहोस् त सबैले, भौतिक कुराहरू हो यो चाहिँ। जसलाई बुद्धि दिएको छ त्यसले कमाउन सक्छ, जसलाई अब फेभर भयो, अब यहाँ प्रभुले नल्याएको होइन ल्याएको, तर यो सबै कुरा चाहिँ अन्य जाति प्रभुलाई नपाएको मान्छे पाउनुहुन्छ। त्यसले गर्दा म तपाईँलाई एउटा नमुना बताउँछु, हो कि होइन? बाइबलमा लुकाको किताबमा एकपट्टि धनी मान्छे छ कि छैन भन्नुहोस्। अब धनी मान्छे त्यसै पनि हेल्दी भएर उसको त गाडी छ, रवाबसँग हिँड्छ, चिल्लो चापुल्लो कुराहरू खान्छ। एकापट्टि आँगनमै गरिब मान्छे छ हेर्नुहोस्। अब गरिब मान्छेको त घाउ छ, खटिरा छ, बस्ने जग्गा पनि छैन हो। अब संसारको मान्छेलाई व्याख्या गर्न लगायो भने चाहिँ के हुन्छ भनेदेखि चाहिँ, हेर प्रभुले कति आशिष दिएको, कति आशिष दिएको, धन सम्पत्ति, घर गाडी बङ्गला, मान्छे काम गर्ने सबै भनेर भन्छ। यतापट्टिको लाजरसलाई भन्छ के साह्रो श्राप पाएको यसले त। हेर न घर, न केही ठेगाना, न खानेकुरा, न पिउने कुरा, हेर जिउभरि पिपै पिप, कुकुरले घाउ चाटेको, हेर यो चाहिँ श्राप हो भन्छ कि भन्दैन? भन्छ। तर जब त्यो ठ्याक्क मर्यो, मर्दाखेरि त्यो लाजरस चाहिँ माथि गयो,
त्यो आशिष 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 भन्थ्यो जसले त्यो चाहिँ तल पतालमा गयो। त्यसले गर्दा गरिब हुनु चाहिँ अभिशाप पनि होइन, धनी हुनु चाहिँ आशिष पनि होइन। आशिष चाहिँ के हो भन्दाखेरि चाहिँ एफएसीको पत्री 1 अध्यायको 3 पद पढ्नुहोस्। एफएसीको पत्री 1 अध्यायको 3 पद। थुप्रो कुरा छ हेर्नु होइन, तर अब छोटकरीमा हेर्नुपर्छ। एफएसीको पत्री 1 अध्यायको 3 पद पढ्नुहोस्। हाम्रा प्रभु येशू ख्रीष्ट परमेश्वर र पिता धन्य हुन् जसले ख्रीष्टमा हामीलाई स्वर्गीय स्थानहरूमा पृथ्वी तलमा होइन, घर जग्गा जमिन शरीर होइन, स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले देख्नुभयो के आशिष रहेछ भन्नु सबैजनाले? आत्मिक भन्नुहोस् त। आत्मिक भनेको चाहिँ के हो? यता हेर्नुहोस्, प्रभुलाई पाउँदा काँचै थियो, आशिष पाउँदै 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 गयो। के भयो भन्दा प्रभु जस्तै हुन थाल्यो, रिसाउन छोड्यो। फेरि अझै आशिष पाउँदै गयो, गनगन गर्न छोड्यो। अझै आशिष पाउँदै गयो, कहिल्यै भुतभुताउँदैन। अझै आशिष पाउँदै गयो, सबै कुरामा धन्यवाद चढाउँछ। अझै आशिष पाउँदै गयो, सबै पापमाथि विजय पाउँदै गयो। प्रभु यीशु मसीह हुँदै हुँदै गयो। त्यही कुरो चाहिँ जापानको मान्छेले हुन पाउँदैन। धन सम्पत्ति त छ नि, पेट्रोलको खानी छ नि, यीशु जस्तो हुन पाउँदैन, किनभने उसभित्र चाहिँ पवित्र आत्मै छैन नि त। पवित्र आत्माले मात्रै यीशु जस्तो हुने आज के दिन्छ? क्षमता र आज मौका दिन्छ, प्रिभिलेज दिन्छ। हो, त्यसले त क्रिस्चियनकोमा चाहिँ प्रभु यीशु मसीह जस्तो हुने, स्वर्गीय आचरणलाई बढाउँदै लाने क्षमता भएकोले गर्दा चाहिँ मैले चाहिँ स्वर्गीय आशिष पाएँ, आकाशीय स्तरमा राखेको मैले आशिष पाएँ भनेर भन्न सक्नुपर्छ। त्यो कुरा हो। त्यो त संसारको धनी धनी मान्छेले प्रभु यीशु मसीह जस्तो हुन्छु भन्दा पाउँदैन। उनीहरूले जति नै धन सम्पत्तिले पनि पाउँदैन। त्यो त धन सम्पत्ति हुनु आशिषको लक्षण पनि होइन, गरिबी हुनु श्राप पनि होइन। याद गर्नुहोस्, किनभने लाजरस मरेर सिधै माथि गयो, धनी मान्छे मरेर तल गयो। कहिले पनि भौतिक कुराहरूसँग चाहिँ तपाईँले आशिष भयो नजोड्नुहोस्, कहिले पनि धोका हुन्छ। यो कुरा याद गर्नुहोस्। कतिको प्रभु यीशु मसीह जस्तो भएँ, कतिको आत्माले भरिँदैछु म, कतिको मलाई वचन पढ्दा प्रकाश हुँदैछ, कतिको आत्माले भरिएको छु। यो सबै कुरा चाहिँ आशिष छु। यो कुरा हो। कतिको म सुसमाचार सुनाउन सक्दैछु, कतिको मान्छेलाई प्रभुको घरमा ल्याउन सक्दैछु, यो चाहिँ आशिष हो। धोका हुन्छ यो कुरा।